यो कानुनको मैले व्याख्या गर्दा कुनै कालखण्डमा मैले कुनै कम्पनीमा जस्तो एउटा ब्याङ्कमा कुनै एउटा ब्याङ्कमा नेपालको ठुलो कमर्सियल ब्याङ्कमा सेयर किनेको थिएँ र सेयर किनेर त्यो कम्पनीमा त्यो ब्याङ्कको सञ्चालक वा अध्यक्षसित मेरो कानुनी सल्लाह पनि दिने गरी लयर हुँ, कुनै मुद्दा दिए होला। यदि त्यो सन्दर्भमा अहिले आएर त्यो ब्याङ्क जुन ब्याङ्कको सेयर मैले किनेको छु त्यो ब्याङ्कको सिइओ त्यो ब्याङ्कको अध्यक्षले ठुलो भ्रष्टाचार ठुलो चाहिँ कम्पनी कानुनको उल्लङ्घन गरेका छ, त्यसले धितोपत्र कानुनको उल्लङ्घन गरेछ भने सेनाको भावी उसलाई अनुसन्धान गर्यो भने गान्धी पण्डितले त्यो कम्पनीको सेयर किनेको कारणले यसको त्यहाँ पनि सम्बन्ध छ, उसले सेयर किनेको छ र उसको चाहिँ सहकार्य छ या साझेदारी छ, त्यसैले गान्धी पण्डितलाई पनि कारबाहीको दायरा ल्याउनुपर्छ भनेर मलाई बुझ्न मिल्ने, किनभने त्यति मात्रै कुरा हो। सम्पत्ति कम्पनी कहिले पनि कम्पनीको सेयर किनेको कारणले कम्पनी ऐनअनुसार दर्ता भएको कम्पनीको सेयर किनेको कारणले त्यो कम्पनीका अन्य सेयर होल्डर या कम्पनीसित त्यो अर्को कुनै एउटा सेयरहरूको साझेदारी हुँदैन। अर्को अर्थमा भनौँ एकछिनको लागि